त चुनौती त कति सर सम्भावना जति छ चुनौती पनि सँगसँगै जोडिएर आउँदो रहेछ हैन भोग्दै जाँदा थाहा हुन्छ घरबाट बाहिर निस्किँदैखेरिमा चाहिँ अहिले पनि छ अहिले हाम्रो नानीहरूले समेत भोगिरहेका छन् घरबाट बाहिर निस्किँदै गरेर घर परिवारलाई स्पष्टीकरण दिएर म यो ठाउँमा जाँदैछु यसो गर्दैछु भनेर चाहिँ बुझाएर निस्किनु पर्यो दिदी बहिनीसँग चाहिँ अब नाम चाहिँ सार्वजनिक नगरौँ हैन 22 वटासम्म प्रमाणपत्र हामीले फेला पार्यौँ के तालिम लिनुभयो सबैको ल्याउनु ल प्रमाणपत्र हुनेलाई चाहिँ हामी विशेष प्राथमिकता दिन्छौँ भन्दा 22 वटा बोकेर आउनु भएको थियो तर उहाँले काम पनि केही गर्नु भएको थिएन अनि एउटै तालिम चाहिँ 22 पटक लिनुस् र विज्ञ बन्नुस् तर 22 वटा लिएर केही पनि नजान्ने चाहिँ हुनु भएन त्यसले चाहिँ तपाईको समय पनि बर्बाद गर्छ पहिलो पाठशाला भनेको त आफ्नो घर पहिलो गुरु भनेको त आफ्नो मातापिता बुवा आमा अभिभावक नै हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले भनेर यस्तो यस्तो हो भनेर गैरीबारी रिसोर्टको प्रस्तुति कार्यक्रम कर्मका कुरा नमस्कार म शिव प्रसाद भुसाल कार्यक्रम कर्मका कुरामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ हामीले विभिन्न क्षेत्रमा अब्बल व्यक्तित्वहरूलाई प्रस्तुत गर्ने क्रममा आज एउटा अर्को विशेष व्यक्तिलाई यहाँ उपस्थित गराएका छौं जसले विभिन्न सङ्घ संस्थाहरूमा सफल नेतृत्व गरिसक्नु भएको छ धेरै महिलाहरूको एउटा उदाहरणीय व्यक्तित्वको रूपमा प्रस्तुत गरिसक्नु भएको छ र जनप्रतिनिधिको रूपमा पनि आफूलाई यो समाज सेवामा आफ्नो समाज खर्चिनु भएका त्यस्ता विशेष व्यक्तित्वलाई म ढिला नगरिकन यो कार्यक्रममा स्वागत गर्दछु उहाँ हुनुहुन्छ सबिना बिडारी धन्यवाद सर मैम आराम हुनुहुन्छ आराम छ एकदम अनि कसरी चल्दैछ आजभोलि दिनचर्या हिजो आज त विशेष त सामाजिक काममै हो अब दिदी बहिनीहरूको समस्या अनि सँगसँगै सामाजिक सङ्घ संस्थाहरूको जिम्मेवारी पुरा गर्ने अनि जनप्रतिनिधिको रूपमा चाहिँ आफूलाई कसरी कुशल रूपमा चाहिँ एउटा नेतृत्वकर्ताको रूपमा कसरी उभ्याउन सकिन्छ भनेर सामाजिक विषयवस्तुमा गाउँघरमै आफ्नै वडाभित्र आफ्नै कार्यक्षेत्रभित्र व्यस्त छ हजुरको जन्म चाहिँ कहाँ मेरो जन्मको कुरा गर्नुपर्दा चाहिँ मेरो हेटौँडा मकवानपुर जिल्लाको हेटौँडा नगरपालिका 11 नम्बर वडामा जन्म भएको बाल्यकाल कसरी बित्यो बाल्यकाल त एकदमै रमाइलो बित्यो एकजना शिक्षकको छोरी म हैन अनि बुवा टिचर काम गर्नुहुन्थ्यो शिक्षण पेसामा भए सँगसँगै बुवा आमाको पेरिफेरीमा दिदी हजुरबुवा हजुरआमा पूर्ण पारिवारिक वातावरणमा त्यही मैले बाल्यकाल मेरो बित्यो र बुवा सँगसँगै बुवा शिक्षण क्रियाकलापमा विद्यालय जाने म बुवाको हात समातेर चाहिँ अध्ययन गर्न जाने एकदमै मेरो बाल्यकाल चाहिँ अहिलेसम्मको मैले चाहिँ बिताइरहेको जीवनमा चाहिँ एकदमै उत्कृष्ट समय लाग्छ मलाई बाल्यकाल चाहिँ कति उत्कृष्ट थियो हजुर र अनि वैवाहिक जीवनमा चाहिँ कहिले बाँधिनु वैवाहिक जीवन चाहिँ भन्नुपर्दा म +2 अध्ययनरत थिएँ लगभग 15 वर्ष अगाडि हजुर अनि यो सामाजिक काम गर्ने भाव चाहिँ कहिलेबाट सिर्जना भयो सामाजिक काम गर्ने चाहिँ कस्तो हो भने भोलि हामी के गर्छौँ कस्तो हुन्छौँ भन्ने कुरा चाहिँ केही न केही प्रभाव चाहिँ त्यो बाल्य अवस्थाबाटै मान्छेको मस्तिष्कमा पर्दो रहेछ जस्तो लाग्छ मलाई चाहिँ किनभने अब आमाहरू घरतिरै व्यस्त हुने घाँसहरू अब यताउति बिजी भइरहँदाखेरिमा बुवा चाहिँ शिक्षण पेसामा लाग्दाखेरि उहाँकै परवरिश उहाँकै हुर्काइमा चाहिँ सकारात्मक कुराहरू मात्र धेरै सिक्न पाउने अनि बुवाले चाहिँ यो गर्नु हुँदैन यस्तो गर्नुहुन्छ भनेर मार्गदर्शन गर्नुहुने अनि उहाँले गर्नुभएको कामहरू हेर्ने गाउँ समाजमा वरिपरि छरछिमेकमा ठुलो बुवा काका बुवा हजुरबुवाहरूले गर्नुभएको अनि मम्मी हजुरआमाहरूले दिदी बहिनी सबैको चाहिँ समस्याहरू कहिलेकाहीँ कस्तो भने अब व्यवहारिक रूपमा चाहिँ त्यो कुरा गलत हो भन्दै पनि परम्पराले अनि सामाजिक मूल्य मान्यताले चाहिँ कति कुराहरू चाहिँ आमाहरूले दिदीबहिनीहरूले चाहिँ त्यो भोगेर अब वर्षौँदेखि भोग्दै आइरहेको यो चाहिँ गर्नुपर्छ भने कस्तो भने अब छुवाछुतको कुराहरू भयो होइन महिनावारीको कुराहरू भयो अनि सँगसँगै परिवारको नेतृत्व चाहिँ पुरुषले मात्रै लिनुपर्छ भन्ने जुन हाम्रो पितृसत्तात्मक परिवार छ त्यो सबै देख्दा चाहिँ मेरो मम्मीको चाहिँ दिदी र म 2 जना सन्तान अनि कस्तो भने अब कहिलेकाहीँ हुन्छ नि त अब त्यो अभावहरू कहिलेकाहीँ छोरीहरूले चाहिँ राम्रो गरे हुन्थ्यो तिमीहरूले चाहिँ राम्रो गर्नुपर्छ भनेर चाहिँ मम्मीले एकदमै
मार्गदर्शन गर्नुहुने अनि त्यो हिसाबले पनि हामीले चाहिँ आफ्नो लागि मात्र नभएर सामाजिक रूपमा पनि आफूलाई अभ्यस्त बनाउनु पर्ने रहेछ। घरभित्र मात्रै सीमित हुन चाहिँ नहुने रहेछ। जति चाहिँ हाम्रो मेरो मम्मीहरूले हजुरआमाहरूले दिदीहरूले भोग्नुभयो त्यो चाहिँ होइन है। हामीले अलिकति आफ्नो नेतृत्व आफैले पनि लिन सक्नुपर्छ। आफ्नो लागि चाहिँ केही अब जस्तो चाहिँ पितृसत्तात्मक परिवार भन्दै गर्दा चाहिँ त्यो कमाउने दायित्व पनि हामी महिलाहरूको पनि हुन्छ है। फेरि जसरी कमाउने दायित्व चाहिँ हामीले पुरा गर्न सकेनौँ भने त्यो कमाइमा अधिकार पनि हाम्रो कम हुन्छ भन्ने हिसाबले चाहिँ बिस्तारै त्यो सोच आउँदै गऱ्यो। अनि त्यो सँगसँगै व्यवसाय पनि गर्नुपर्छ अनि सामाजिक रूपमा पनि हामी अगाडि बढ्नुपर्छ भनेर केही संस्थाहरूमा नेतृत्व गर्दै जाँदाखेरिमा चाहिँ हालाएर यहाँसम्म आइपुग्न सफल भएको छु। अब धेरै चाहिँ गर्न बाँकी छ जस्तो लाग्छ। यस्तै हो। एउटा महिलालाई घर परिवार व्यवस्थापन गरेर समाजमा निस्किएर समाजको नेतृत्व गर्नलाई कस्ता खाले चुनौती छन्? त्यो त चुनौती त कति कति सर, सम्भावना जति छ चुनौती पनि सँगसँगै जोडिएर आउँदो रहेछ होइन। भोग्दै जाँदा थाहा हुन्छ। घरबाट बाहिर निस्किँदैखेरिमा चाहिँ अहिले पनि छ, अहिले हाम्रो नानीहरूले समेत भोगिरहेका छन्। घरबाट बाहिर निस्किँदै गरेर घर परिवारलाई स्पष्टीकरण दिएर म यो ठाउँमा जाँदैछु यसो गर्दैछु भनेर चाहिँ बुझाएर निस्किनु पर्यो। त्यहाँमाथि यो सामाजिक क्षेत्रमा चाहिँ कहिलेकाहीँ 10 बजे सकिने कार्यक्रम 2 बजे नसकिने, कहिलेकाहीँ चाहिँ सामाजिक रूपमा चाहिँ एकदमै तोकेको समयमा नहुने विविध कुराहरू चाहिँ जस्तो 10-5 को जागिर खाए जस्तो सजिलो छैन नि त सामाजिक क्षेत्रमा। अनि त्यो भएर चाहिँ एकदमै गाह्रो हुन्छ घर परिवारलाई बुझाएर यस्तो हो म यसरी चाहिँ यो ठाउँमा यसरी व्यस्त छु यो काम गर्दैछु भनेर चाहिँ उहाँलाई एकदमै बुझाउन सुरुवाती समयमा चाहिँ एकदम गाह्रो हुन्छ। अनि तर हामीले चाहिँ त्यो बुझाउँदै सहजीकरण गर्दै यस्तो हो भनेर चाहिँ आफूलाई स्पष्ट पार्न सक्यो। र कस्तो हुन्छ भने अलिकति चाहिँ आफ्नो क्षमता बढ्दै गएपछि चाहिँ त्यो प्रश्नहरू बिस्तारै चाहिँ घट्दै जाँदो रहेछ। किनभने यसरी चाहिँ यो गरेको चाहिँ ल है फलानाको अब बिस्तारै चाहिँ अब ऊ जस्तो हुनुपर्छ है, हेर्दा त त्यहाँ कसरी नेतृत्व लिइरहेछ कस्तो गरिरहेछ उसले जस्तो गर्न पाए हुन्थ्यो नि के गर्नु भने जस्तो सोचाइ चाहिँ त्यो सफल हुँदै गएपछि अलिकति घट्दो रहेछ। तर सुरुवाती चरणमा त एकदमै गाह्रो छ। घरबाट निस्केर त्यहाँमाथि सामाजिक काम गर्ने आफ्नै बारेमा सोच्ने अहिले व्यक्तिलाई कसरी हुन्छ आफ्नै बारेमा चिन्ता बढी छ नि त। अनि सामाजिक क्षेत्रमा त अलिकति स्थापित हुन त धेरै नै गाह्रो छ। जो महिलाहरू चाहिँ बाहिर समाजमा निस्किएर म पनि नेतृत्वमा आउँछु भन्ने इच्छा राख्नु भएको तर निस्किन नसक्नुभएका महिलाहरूलाई चाहिँ कसरी चाहिँ हामीले नेतृत्वमा ल्याउन सकिएला? उहाँहरूलाई चाहिँ अब सर्वप्रथम त इच्छा शक्ति नै ठुलो कुरा हो। अब पत्थर फोरेर पनि पिपल उम्रिन्छ भनेको जस्तो होइन, उहाँको इच्छा शक्ति छ भने सानातिना चुनौतीहरूलाई आज नसकिएला होइन, घर परिवार समाजलाई बुझाउन 1-2 दिन आफू गलत जस्तो देखिएला होइन, तर त्यसको अन्तिममा नतिजा चाहिँ इच्छा शक्ति हुनु पर्यो र आफूप्रति भरोसा पनि हुनु पर्यो। म यो गर्छु र यो मैले चाहिँ यति चाहिँ मैले चाहिँ सक्छु भन्ने चाहिँ एउटा आत्मविश्वास बोकेर अगाडि बढ्यो भने हामी महिलाहरू पनि अब धेरै अगाडि बढिसकेको अवस्था पनि छ। हामीले चाहिँ नसक्नु भएकोलाई होइन जो चाहिँ सफल हुनुभएको छ उहाँलाई चाहिँ हेरेर मार्गदर्शन गरेर अगाडि बढेर चाहिँ गर्न सकियो भने धेरै नै अगाडि पुग्न सजिलो हुन्छ जस्तो लाग्छ। सबैभन्दा ठुलो कुरा चाहिँ इच्छा शक्ति चाहिन्छ। इच्छा शक्ति सहित निरन्तर अभ्यास गरेर आफ्नो बाटो क्लियर चाहिँ के हो, कहाँ पुग्ने हो, म केको लागि घरबाट निस्केको भन्ने कुरा त्यो चाहिँ हुनु पर्यो। त्यो हुनु पर्यो, आफ्नो अनुशासन हुनु पर्यो होइन। धेरै कुराहरू चाहिँ आफूले आफूलाई चाहिँ नियममा राख्न सक्नु पर्यो। त्यो भयो भने अरू चुनौतीहरू त बिस्तारै समाधान हुँदै जान्छ। विधिको शासनले भविष्य बनाउन सक्ने कुरा चाहिँ पक्का रह्यो। एकदमै त्यो त अनुशासनमा रहेर हिँड्न सक्यो भने आज जस्तो चाहिँ हिजो मलाई चिन्नुहुन्थेन उहाँले बहिनी यस्तो भन्नुहुन्छ छलफल गर्नुहुन्छ धेरै माथि पुगेको महसुस भएको पनि होइन, पुगेको पनि छैन होइन। यस आफूलाई स्थापित र परिचय गराउन चाहिँ नीति र विधिमा चाहिँ चल्नै पर्छ। पक्कै पनि हो। विधिको शासनले चाहिँ जहिले पनि यो संस्कारको विकास पनि गर्छ। र यहाँले चाहिँ अहिले जो समाजमा गएर काम गरिरहँदाखेरि चाहिँ सबैभन्दा बढी झेल्नुपर्ने अप्ठ्याराहरू चाहिँ के छन्? मेरो चाहिँ यस्तो छ सर, कस्तो भने अब विशेषतः आफू जुन कुरा आफूले भोगेर आइराखेको छ, जुन कुरा आफैले महसुस गरिएको छ त्यो कुराहरू चाहिँ
अरूले भोगेको कुरा मैले कम रूपमा चाहिँ महसुस गर्न सक्छु भने जुन कुरा आफैले अनुभव गरेँ त्यो चाहिँ मैले भित्रैदेखिबाट चाहिँ यसको चाहिँ यो है यतिसम्म हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ। र मैले चाहिँ एउटा महिलाको नेतृत्व गर्दै गर्दा विभिन्न सङ्घ संस्थामा आफ्नो प्रतिनिधित्व जनाउँदै गर्दा कति ठाउँमा चाहिँ आफू पदमा रहेर पनि चाहिँ त्यहाँ महिलालाई चाहिँ अब आफ्नो विचारहरू अब आफ्नो चाहिँ त्यहाँ प्रस्फुटन हुन सक्ने अवस्था नहुँदाखेरिमा पनि आफूलाई स्थापित गराएर मेरो पनि यहाँ बोल्न पाउने अधिकार छ, मेरो चाहिँ जिम्मेवारी यो हो, अधिकार यो हो, कर्तव्य यो हो भन्ने कुरा चाहिँ आफूले बुझेर चाहिँ गरियो भने त्यो सफल पनि भइन्छ सर। त्यो मैले भन्न खोजेको कुरा के भन्नु भने जस्तो कि गाउँघरमा जाँदा कस्ता कस्ता खाले अप्ठ्यारालाई चाहिँ यहाँहरूले सहजीकरण गर्नुभएको छ भन्ने कुरालाई चाहिँ मैले गर्न खोजेँ। अप्ठ्यारो यस्तो अप्ठ्यारो चाहिँ धेरै विशेष गरी चाहिँ हाम्रो मेरो क्षेत्रमा चाहिँ हेटौँडा उपमहानगरपालिकामा महिला तथा बालबालिकाको क्षेत्रमा चाहिँ धेरै किसिमका समस्याहरू छन्। सँगसँगै हाम्रो चाहिँ भर्खरै बालमैत्री नगर घोषणा पनि भएको छ। त्यसमा चाहिँ बालमैत्री फोकल पर्सनको रूपमा चाहिँ 3 नम्बर वडाको मलाई नै राख्नुभएको थियो। त्यो विषयमा चाहिँ बालबालिकाहरू, बाल श्रममा पर्ने कुराहरू, बाल यौन हिंसाका कुराहरू होइन, अनि लैङ्गिक हिंसाका कुराहरू र महिलालाई चाहिँ विभिन्न चाहिँ दोस्रो विवाहको कुरा र पारिवारिक चाहिँ एकदम द्वन्द्वले चाहिँ महिलामा एउटा मानसिक तथा शारीरिक रूपमा पर्ने धेरै किसिमका समस्याहरू अनि यो विभिन्न किसिमका चाहिँ यातनाका कुराहरू महिलाहरूमा हुने होइन, अनि भेदभावको कुराहरू त्यो विषयमा चाहिँ कहिलेकाहीँ धेरै किसिमका विवादहरू पर्छ गाउँ समाजमा होइन। त्यो विषयमा पनि सहजीकरण गरेर बुझाउनु पर्ने कुरा हुन्छ। अनि जति कुरा चाहिँ हामीले फिल्डमा गएर बुझाउन सक्छौँ नसक्ने कुरा चाहिँ हामीले न्यायिक समिति अनि सँगैको न्यायपालिकामा चाहिँ उहाँहरूलाई चाहिँ सहजीकरण गराउने काम गर्छौँ। र मैले चाहिँ निर्वाचित भइसकेपछि अरू विकासको योजनाहरू अरू त हाम्रो आदरणीय अध्यक्षजी हुनुहुन्छ, अरू 2 जना जनप्रतिनिधि साथीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई छोडेर नितान्त महिला बालबालिका विशेषतः दलित त्यो सँगसँगै विभिन्न किसिमका चाहिँ सामाजिक समावेशीकरण ज्येष्ठ नागरिकका कुराहरू उहाँहरूसँग चाहिँ प्रत्यक्ष रूपमा चाहिँ इन्ट्रेक्सन गरेर उहाँहरूको समस्या के हो, समाधान के हो र महिलाहरूलाई उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर म निर्वाचित भएर आइसकेपछि पनि पटक चाहिँ कति तालिमहरू चाहिँ हामीले ओडाकै बजेटबाट पनि व्यवस्थित गरेर हाम्रो ओडाको दिदीबहिनीहरूलाई चाहिँ विभिन्न किसिमको तालिमहरू पनि प्रदान गर्यौँ। किनभने जति समस्या छ अलिकति आर्थिक रूपमा बलियो भएपछि त्यो समस्याहरू बिस्तारै आफै समाधान हुँदै गर्छ। दिदीबहिनीहरूलाई उत्पादनमा जोड्ने, विभिन्न किसिमको घरेलु उत्पादनहरू उत्पादन गर्न तालिम प्रदान गर्ने, सिकाउने त्यो चाहिँ मैले अहिले तत्काललाई चाहिँ अहिले त्यो गरिरहेको छु। पक्कै पनि यहाँले धेरै राम्रो काम गर्नुभएको छ। यो फेरि यो कहिले काहीँ कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने वडामा जहिले जुनसुकै तालिम आए पनि एउटै केही मान्छे मात्रैले सबै तालिम लिने, नजानेको पनि केही छैन, जानेको पनि केही छैन, त्यस्ता खाले समस्याहरू चाहिँ हाम्रो यतातिर छ। त्यतातिर त्यस्तो हुन्छ कि? एकदमै व्यवहारिक कुरा गर्नुभयो सरले चाहिँ। हामीले यही विषयमा धेरै प्रश्न उठेपछि हेर्दाखेरिमा एकजना दिदीबहिनीसँग चाहिँ अब नाम चाहिँ सार्वजनिक नगरौँ होइन, 22वटासम्म प्रमाणपत्र हामीले फेला पार्यौँ के तालिम लिनुभयो सबैको ल्याउनु ल प्रमाणपत्र हुनेलाई चाहिँ हामी विशेष प्राथमिकता दिन्छौँ भन्दा 22वटा बोकेर आउनुभएको थियो। तर उहाँले काम पनि केही गर्नुभएको थिएन। किनभने अब त्यो देखेपछि चाहिँ हामीले के गर्यौँ भने वडा कार्यालयमै तालिम दिँदा चाहिँ जो नजिक हुनुहुन्छ पहुँच पुग्छ होइन, उहाँहरूको चाहिँ उपस्थिति बढिरह्यो। अब हामीले यो चाहिँ बन्द गर्नुपर्छ, बरु गाउँमै एउटा चाहिँ हल खोजेर होइन, जहाँ जुन क्षेत्रको दिदीबहिनीलाई प्राथमिकता गरिन्छ, जो चाहिँ पिछडिनु भएको छ, अघिल्लो पटक अवसर पाउनु भएको छैन, उहाँहरूको चाहिँ टोलमै चाहिँ त्यो तालिमलाई ओडामा ल्याएर ओडामा बोलाउने होइन कि उहाँहरू जहाँ हुनुहुन्छ उहाँहरूको बसोबास भएकै गाउँमै टोलमै लगेर चाहिँ तालिम दिने गर्दाखेरि सरले भन्नुभएको समस्या चाहिँ एकदम समाधान भएर हामीले अहिलेसम्म यो तालिम पाएनौँ, अहिले पायौँ, खुसी लाग्यो भने। तर उहाँहरूबाट चाहिँ फेरि एकदम काम गर्ने खालको दिदीबहिनी निस्केर अहिले व्यापार मेलामा होस् होइन, हाम्रो नजिकैको शहीद स्मारकमा होस्, उहाँले सामान बोकेर जाने, त्यहाँ बेच्ने, आफूले उत्पादन गरेको, त्यसबाट चाहिँ हेर्न आउनु भनेर बोलाउन थाल्नु भएको छ कि उहाँहरूले। राज्यको लगानी पनि पर्पर भयो। यसले चाहिँ एउटै विषयमा 22 पटक ती महिलाले चाहिँ तालिम लिएको भए त उहाँले पनि विज्ञ भएर तालिम दिन जानुहुन्थ्यो, तर उहाँ अझै लिनै आइरहनु भएको छ कि उहाँको समय पनि बर्बाद भयो, राज्यको लगानी पनि बर्बाद भयो नि। यो विषयमा चाहिँ अब अलिकति हामीले चाहिँ सोच्नुपर्ने चाहिँ बेला आएको छ। पक्कै पनि यो एउटा प्रतिनिधि घटना हो, यो हाम्रो चाहिँ मकवानपुरमा यो एउटा प्रतिनिधि घटना। त्यसको लागि उहाँ मात्र जिम्मेवार पनि हुनुहुन्न, किनभने तालिम दिने
संस्थादेखिबाट प्रशिक्षक लिएर उहाँलाई मोटिभेट गर्न नसक्ने हामी जनप्रतिनिधि भनौँ न सबैको जिम्मेवारी चाहिँ छ। पारिवारिक वातावरण होइन त्यो केही न केहीले असर त गर्यो होला नि त। त्यस्ता कुराहरू चाहिँ जो दिदीबहिनीहरू हुनुहुन्छ आज यो कार्यक्रम हेरेर बस्नु भएको छ भने पनि एउटै तालिम चाहिँ 22 पटक लिनुहोस् र विज्ञ बन्नुहोस्, तर 22 वटा लिएर केही पनि नजान्ने चाहिँ हुनु भएन। त्यसले चाहिँ तपाईँको समय पनि बर्बाद गर्छ, यता राज्यलाई पनि नोक्सान हुन सक्छ भन्ने कुरा पनि हामीले सन्देश प्रवाह गर्न जरुरी छ। साथसाथै हजुरले चाहिँ अब दिन नभनिकन रात नभनिकन अझ खाएर नखाएर दौडधुप गर्नुपर्ने एउटा यो जनप्रतिनिधिको जुन एउटा काम छ, अब फेरि त्यस्तै खाले फेरि अब्जस पनि त्यत्तिकै आउँछ, किनभने पक्ष छन् प्रतिपक्ष छन् सबै छन् होइन। हरेक कार्यक्रम गरिरहँदाखेरि सबै सोचे जस्तो सफल पनि नहुन सकिन्छ, कतिपय हाम्रो हातमा भएर हुन्छ कति नभएर पनि हुन्छ। यी सबै कुराहरूलाई लिएर जानको लागि चाहिँ यहाँले कस्तो खाले भूमिका खेल्नु भएको छ? सर्वप्रथम त यस्तो पहिलो पटक चाहिँ निर्वाचित हुनलाई मैले महसुस गरे अनुसार अलिकति सजिलो, तर एकचोटि टेस्टेड भइसकेपछि मैले गरेको कामको मूल्याङ्कनमा अब पहिला त मलाई भनौँ न सामान्य हिसाबले केही गर्छ कि भनेर अब अलिकति उमेरको हिसाबले पनि केही स्किल छ होला, अब जे होस् ज्येष्ठ नागरिकहरूले नेतृत्व गरेको भन्दा चाहिँ गर्छिन् कि यो बहिनीले भन्ने सोचेर गाउँकै आफ्नै आमा बुवा दाजुभाइ दिदीबहिनी छरछिमेकी लिएर गर्नुभयो नि त ओडाको निर्वाचन र निर्वाचित गराउनु भयो केही अपेक्षा बोकेर। तर दोस्रोचोटि चाहिँ अब चाहिँ म फेरि राजनीतिलाई नै चाहिँ अगाडि बढाउँछु, नेतृत्व गर्छु, समाजमा केही परिवर्तन ल्याउँछु भनेर अगाडि बढ्न चाहिँ टेस्टेड हुनलाई एकदमै गाह्रो छ सर। टेस्टेड त भइएला, तर उहाँले अब चाहिँ मूल्याङ्कन गर्ने भनेको कामको एकचोटि हेरौँ न त भनेर निर्वाचित गराउनु भयो। तर अब चाहिँ मैले यो 5 वर्षभित्र सकारात्मक चाहिँ काम गर्न सकिनँ, उहाँहरूको मन जित्न सकिनँ, सामाजिक रूपमा आफूलाई स्थापित गराउन सकिनँ। सामाजिक परम्परामा जन्म मृत्यु विवाह होइन, अब 13 दिनको संस्कार, अब विभिन्न जाति हुनुहुन्छ हाम्रो वडामा, उहाँहरूको चाहिँ जातीय अनुसारको चाडपर्वमा त्यहाँ म एकछिन पनि देखा परेँ भने उहाँहरूले चाहिँ आफ्नोपन महसुस गर्नुहुन्छ, चाहिँ उहाँहरूको दुःख सुखमा चाहिँ आउनुभयो, सँगै हुनुहुँदो रहेछ भने जस्तो महसुस होला भनेर म कहिले एक दिनमा 5-7 वटा बिहामा नि पुग्छु। एक दिनमै अब मान्छे अब मृत्यु मान्छेको जीवन हो, मृत्यु भएर चाहिँ यता सद्गत गरिरहेको ठाउँमा सबैजना पुरुषहरू हुनुभएको ठाउँमा म सिङ्गल महिला भएर पनि पुगेको छु, किनभने फलानाको बित्नु भयो अरे अथवा डेथ भयो अरे भन्ने खबर पाएपछि म जहाँ छु जुन अवस्थामा छु यो घडीमा चाहिँ म पुग्नुपर्छ भनेर सबैजना पुरुषहरू भएको ठाउँमा हाम्रो संस्कार त यस्तै छ नि त। म एक्लै गएर भए पनि त्यहाँ देखा परेर भए पनि म फर्किन्छु होइन, सान्त्वना होस् र दुःख सुखमा जनप्रतिनिधि चाहिँ सँगै छ भन्ने चाहिँ उहाँलाई महसुस होस् भनेर चाहिँ त्यसरी पुगेर फर्किरहेको हुन्छु। अनि त्यो सँगसँगै कामहरू पनि गरिरहेको छु। अब मैले चाहिँ के भन्छु भने अब कति कार्यक्रमहरूमा मञ्चमा पनि मलाई नबोलाउनु, किनभने तल बसेर जति गफ गर्न सकिन्छ, जतिजना व्यक्तित्वहरूसँग इन्ट्रेक्सन गर्न सकिन्छ होइन, माथि गएर बसेपछि 1-2जना भइन्छ कुर्सीमा होइन, त्यो हुँदैन। मलाई जति सक्दो चाहिँ जनप्रतिनिधिको भूमिकामा गाउँमै आमा बुवाहरूसँग चाहिँ घुलमिल हुने चाहिँ वातावरण मिलोस्, एकछिन भए पनि आमा बुवाहरूको छेउमा बस्न पाइयोस्, गाउँको दिदीबहिनीहरूसँग चाहिँ बस्न पाइयोस् भन्ने हुन्छ। र मैले गरेको काम चाहिँ मन परेको छैन भने खुला मनले आनन्दले भन्नु होला है, आफ्नै अगाडि भन्नु होला, पछाडि कुरा नकाट्नु होला, भन्नु होला। म सुधार गर्ने कोसिस गर्छु होइन, अनि अहिले पनि अब बिस्तारै बुझ्दै जाने हो जीवन भनेको भन्नु है। के गर्नुपर्छ भने म चाहिँ धेरै जसो उहाँहरूको प्रतिक्रिया लिएर मात्रै काम गर्न खोज्छु कि, किनभने अब यो कार्यक्रम यस्तो गर्ने भनेर आफ्नो हिसाबले चल्नुभन्दा उहाँहरू विशेष सेवाग्राहीलाई चाहिँ महसुस हुन्छ नि त के आवश्यकता छ भन्ने कुरो उहाँहरूले बढी महसुस गर्नुभएको हुन्छ भनेर चाहिँ एकदम अन्तर्क्रिया चाहिँ बढी होस् जस्तो लाग्छ। अनि म चाहिँ एउटा मेरो आफ्नो चाहिँ शनिबार बिहान चाहिँ घरको अब त्यही त हो सबै मिलाएर 1-2 घन्टा चाहिँ म एकदमै गाउँ घुम्ने काम गर्छु, किनभने साधन लिएर अथवा नजिकै छ भने हिँडेर को चाहिँ के गर्दै हुनुहुन्छ भनेर गएर पिडीमा मात्र बस्ने भए पनि छलफल केही समस्या हुनसक्छ। कति दिदीबहिनीहरूले त आफ्नो समस्या लुकाएर नि राख्नु हुन्छ कि, त्यो गर्दाखेरिमा पनि कोही त घरमा गएपछि चाहिँ एकदमै अँगालोमा रोएर म यस्तो भइरहेको थियो, यस्तो छ मेरो समस्या यस्तो छ के गर्न सकिन्छ भनेर चाहिँ त्यो गर्नुभएको। र मैले चाहिँ अब आफ्नो पहलमा नसकिने नगर प्रमुखलाई भेटाएर हुन्छ कि होइन, उपप्रमुखलाई भेटाएर हुन्छ कि उहाँहरूलाई चाहिँ के समस्या छ समस्याको समाधान गर्न, त्यो 1-2टा केसहरू त्यस्तो पनि छ। त्यसै गरी चाहिँ अहिले काम गरिरहेको छ। हजुरले चाहिँ एउटा नमुना जनप्रतिनिधिको रूपमा काम गरेको कुरा त पक्कै पनि यो तस्बिर आफै बोलेको अवस्था छ।
हजुरले एउटा सहकारीको कुशल नेतृत्व पनि गरिसक्नुभयो, महिला सहकारीको। मलाई लाग्छ अहिले पुरुषहरू पनि थपिनु भएको छ, तर पहिला नितान्त महिलाहरू मात्र रहेको सहकारीमा यहाँले अध्यक्ष भएर कुशल नेतृत्व गरेर चाहिँ त्यो नेतृत्व हस्तान्तरण पनि गरिरहेको अवस्था छ। एउटा सहकारीको अध्यक्ष भएर काम गर्दाको अवस्था र एउटा जनप्रतिनिधि भएर त्यो नेतृत्व गर्दाको अवस्थामा कस्ता खाले चाहिँ भिन्नता पाउनुभयो? सहकारीको चाहिँ यस्तो छ सर, अहिले चाहिँ सहकारीको कन्सेप्ट अलिकता फरक हुँदै आयो। कति सहकारीहरू चाहिँ अलिकता नीति विधिमा चल्न नसक्दा समस्या हुँदै आयो। तर म चाहिँ निरन्तर रूपमा सहकारीमा चाहिँ सेयर सदस्य भएकै बेलादेखि चाहिँ लगभग 12-15 वर्षदेखि सहकारीमा आबद्ध छु। अनि सहकारीमा चाहिँ कस्तो भने अब कर्मचारीहरूले, अरूले चाहिँ समितिले कर्मचारी राख्नुहुन्छ होइन, म चाहिँ सेयर सदस्य भएर बचत गर्ने, ऋण लगानी गर्दाखेरि कर्मचारी साथीहरूले नै ओहो उहाँ जस्तो मान्छेलाई चाहिँ ल्याउन पाए हुन्थ्यो भनेर कर्मचारीले लगेर चाहिँ रिक्वेस्ट गरेर उहाँले कि आफ्नो बलबुतामा चाहिँ लगेर स्थापित गराउनु भएको होइन, तर दिदी काम गर्न पाए हुन्थ्यो, यस्तो गर्न पाए हुन्थ्यो भनेर चाहिँ छलफल गरेर ल गरी हेरौँ न त भनेर चाहिँ त्यहाँ सञ्चालक समिति भन्दा पनि उपसमितिमा चाहिँ मैले पहिला सुरु चाहिँ काम गर्ने अवसर पाएको थिएँ। करिब 10 वर्ष अगाडि काम गर्दै गएँ। त्यो मेरो चाहिँ मुख्य उद्देश्य भनेको नीति र विधि बरु परिवर्तन गरौँ, तर त्योभन्दा बाहिरबाट काम नगरौँ। बरु यदि त्यो गलत लाग्छ भने परिवर्तन गरेर अर्को बनाएर त्यो अनुसार चलाउँ, तर त्यो चाहिँ भएन भनेर त्यो नीति विधिलाई चाहिँ कुल्चेर अरू काम गर्ने काम चाहिँ नगरौँ जस्तो मेरो व्यक्तिगत धारणा चाहिँ त्यो। अनि उपसमितिको सदस्य भएर काम गर्दै आएँ। बिस्तारै चाहिँ सेयर सदस्यहरूले कामको मूल्याङ्कन गर्दै जानुभयो। त्यसपछि सञ्चालक समिति सदस्य अनि उपाध्यक्ष अध्यक्ष हुँदै चाहिँ नेतृत्व गर्दै गर्दा अहिलेसम्म साथीहरूले सकारात्मकै सोचिरहनु भएको छ, साथ सपोर्ट दिइरहनु भएको छ। र यो सहकारी पनि कस्तो भने बाहिरबाट देख्दा चाहिँ पैसा थुपारेका छन्, काम गरेका छन्, के होला सेवा सुविधा होला, अनि त कुदिरहेछ दौडिरहेछ जस्तो बाहिरबाट देखिन्छ। तर म चाहिँ एउटा मेरो व्यक्तिगत कुरा मैले यो काहीँ पनि खुलाएको थिइनँ, सरसँग चाहिँ एकदमै नजिकको महसुस गरेर कुरा गरेँ होइन। सबैलाई चाहिँ हजुरहरू सम्पूर्णलाई पनि यो सामाजिक काम गर्ने व्यक्तिहरूलाई चाहिँ के लाग्छ, यो चाहिँ एउटा सकारात्मक कुरा पनि हुनसक्छ। मैले चाहिँ के भन्थेँ भने घरमा मम्मीले, मेरो आफ्नै मम्मीले अथवा घर परिवार वरिपरि सोध्नुहुन्थ्यो कति सहकारी भनेर। अहिले पनि मलाई सहकारीको विशेष माया लाग्छ कि सहकारी क्षेत्रको कुराहरू चाहिँ के भइरहेछ भनेर म अलिक बढी नै जिज्ञासा राख्छु। सहकारीको ट्रेनिङहरूमा गयो अथवा मिटिङमै गयो, समय ढिला हुने अनि छलफल गर्दा गर्दै विषय लामो हुने, त्यहाँमाथि मैला भएपछि अलिकति कहिलेकाहीँ ठ्याक्क डिसिजन लिने ठाउँमा चाहिँ यो लिने कि त्यो लिने भन्दा छलफल लामो हुने, त्यो हुनाले चाहिँ समय लाग्ने। अनि त्यो विषयमा चाहिँ मैले के भन्छु भने मम्मीहरूले ढिला गर्नुभयो भन्नुभयो भने पैसा आउँछ कि मम्मी, पैसा आउँछ त्यही भएर बस्यो भने न त कहाँ म त्यसरी त समय दिन्थेँ त, आइहाल्छ नि 1-2 हजार भत्ता त दिनको भनेर चाहिँ मम्मीहरूलाई भन्थेँ। तर म सर होइन मिडियामै बोल्दैछु, 1 रुपियाँ गोजीको भाडा तिरेर गएर दिनभरि मैले समय त्यहाँ दिएर अनि गोजीकै पैसाले भाडा तिरेर घर आउँथेँ। मलाई सामाजिक काममा चाहिँ त्यतिसम्म चासो थियो, रुचि थियो र त्यति उहाँहरूसँग झुट बोल्दाखेरि उहाँहरू खुसी हुनुहुन्छ नि त, छोरीसँगले पैसा कामै गरेर आऊ भन्ने चाहिँ कन्सेप्ट परोस् भनेर त्यसरी पनि सामाजिक क्षेत्रमा चाहिँ म अगाडि बढेँ। अहिले पनि कति ठाउँमा त सामाजिक क्षेत्रमा त सबै नै सेवा नै हो, तर बुझ्नेले त सबैजनाले त्यसरी बुझिदिनुहुन्न होइन। म चाहिँ त्यसरी उहाँहरूलाई झुक्याएर भ्रममा राखेर पनि गलत गरेको छैन भनेपछि त्यसरी पनि मैले काम गर्थेँ, समय दिन्थेँ सङ्घ संस्थाहरूमा। त्यो चाहिँ एकदमै अहिले सम्झिँदा पनि एकदमै कसरी गरेछु जस्तो लाग्छ। र त्यसले पनि हजुरलाई त्यो सहकारीको प्रवेशसँग यहाँको नेतृत्व विकासको चाहिँ सुरुवात पनि एकदमै त्यहीँबाट भयो। म 2 जना व्यक्तिहरू बोलिरहनु भएको थियो, त्यहाँ गएर बोल्न पनि म चाहिँ ऊ गर्न सक्दैन थिएँ कि, किनभने बोल्नु हुँदैन, कहाँ अहिले बोलिहाल्नु जस्तो लाग्थ्यो। अहिले चाहिँ मनमा लागेको कुराहरू निर्धक्क साथ भन्न सक्छु। अब केही समस्या छ भने मेरो विचार यो हो भनेर आफ्नो विचार चाहिँ राख्नलाई अब त नगरसभामा पनि उहाँ म्याडम चाहिँ अलिक बढी बोल्नुहुन्छ, सबै कुरा चाहिँ समेटेर बोल्नुहुन्छ, ल उहाँलाई चाहिँ उठाएर यो विषय राख्न दिउँ भने जस्तो चाहिँ साथीहरूले गर्नुहुन्छ, खुसी लाग्छ। त्यो चाहिँ नेतृत्व क्षमता चाहिँ अलिकति विकास भएको छ, तर गर्न त धेरै नै बाँकी छ। सहकारीले चाहिँ हजुरको आफ्नो आर्थिक विकास गर्नको लागि कतिको सहज पुर्यायो? आर्थिक चाहिँ यस्तो भयो सर, म चाहिँ कस्तो भने नोकरी बुवा शिक्षण पेसा गर्नुहुन्थ्यो, सँगसँगै अब विवाह पश्चात श्रीमान पनि शिक्षकै हुनुहुन्छ होइन। अनि खासै व्यवसायमा परिवारको कोही पनि हुनुहुन्थेन। अनि मलाई चाहिँ जागिरभन्दा एकचोटि व्यवसाय गरी हेरौँ न त भन्ने लागेर
लगभग त्यही 7-8 वर्ष अगाडि चाहिँ सहकारीबाटै ऋण ल्याएर अनि केही चाहिँ आफूले जम्मा गरेको हुन्छ नि हामी महिलाहरूको त होइन जम्मा गरेको पैसाहरू लगानी गरेर चाहिँ पुस्तक व्यवसाय सुरु गरेँ। त्यही पुस्तक व्यवसाय सुरु गर्दा पनि कतिजनाले चाहिँ यहाँ त कहाँ होटल चल्छ रेस्टुरेन्ट चल्छ कहाँ किताब बेचेको तिमी किताब कसले पढ्छ अहिलेको उसमा कहाँ किताब बेचेको भनेर पनि भन्नुहुन्थ्यो। आफ्नै छरछिमेकमा पनि भन्नुहुन्थ्यो। तर त्यो व्यवसायले पनि मलाई एकदमै राम्रो गरेको थियो। व्यवसायको एकदम 2-400 रुपियाँको लागि चाहिँ तलब पुर्न नपर्ने होइन अनि आफूले चाहिँ मार्केट बुझ्न सकियो। व्यवसायीहरूसँग चाहिँ कस्तो रहेछ व्यवसाय भन्ने कुरा चाहिँ एकदमै बुझ्न सक्यो। बुवाले पनि व्यवसाय पसल कहाँ गर्ने के गर्ने भने जस्तो कुराहरू गर्नुहुन्थ्यो। बिस्तारै आफूलाई चाहिँ व्यवसायमा पनि मैले म सानो छोराछोरी हेरेर पनि दिनभरि बाबुलाई सानो कोक्रोमा साइडमा राखेर यता व्यवसाय गर्थेँ उता फेरि यता पसलमा अरू कसैलाई राखेर फेरि उता सामाजिक काममा चाहिँ उता जान्थेँ। त्यसरी पनि चलेछ धेरै समय। म्याम त्यो बच्चा अहिले कति पढ्छन्? नानी 9 कक्षा 9मा पढ्छन्। सामुदायिक विद्यालयमै छिन् उनी अनि बाबु चाहिँ कक्षा 2मा अध्ययन गरिरहेको छ। शिक्षण पेसा हाम्रो चाहिँ विशेष गरी सरले पनि शिक्षण पेसामा हुनुहुन्छ बुवा पनि शिक्षण पेसामा हुनुहुन्छ भने अब त्यो बच्चा बच्ची पनि पक्कै पनि एउटा राम्रो संस्कार र शिक्षाको लागि उनीहरूले सामुदायिक विद्यालयमै गइरहँदा समुदाय अनुसारको चाहिँ शिक्षा पनि त्यत्तिकै जरुरी छ भन्ने कुरा पनि यहाँको अनुभूति भएरै होला। सामुदायिक विद्यालयमा चाहिँ यहाँ नानीलाई पढाउनु भएको। अब राज्यले चाहिँ कस्ता खाले कार्यक्रमहरू ल्याइदिने भने अहिलेका यो नानी बाबुहरू यो भविष्यमा यही ठाउँमा बसेर कर्म गर्न सक्ने हुने थियो होला? शिक्षाको विषयमा त हामीले के कुरा गर्ने छैन। कति चाहिँ विज्ञ व्यक्तित्वहरूले चाहिँ यो शिक्षाको विषयमा धेरै बहस चलिरहेको छ। सडकदेखि संसदसम्म होइन धेरै कुराहरू छलफलमा निस्किरहेको छ। अहिले नेपालको शिक्षा प्रणाली पनि हेर्दाखेरि चाहिँ एकदमै प्रयोगात्मक कम भयो कि जस्तो लाग्छ मलाई चाहिँ। किनभने अब 10 वर्षसम्म अहिले त 1 कक्षा पुग्ने 3 वर्ष हुन्छ अझ भने अब 10 वर्ष 15 वर्षसम्म पढेको शिक्षालाई एकातिर थन्काएर +2 सकेर 6 महिना वर्ष दिन चाहिँ अब कोरियन ल्याङ्ग्वेज पढ्ने जापानिज ल्याङ्ग्वेज पढ्ने आइएल्स गर्ने होइन त्यो गरेर चाहिँ विदेश गएर चाहिँ लाखौँ कमाइरहनु भएको छ। वर्षौँसम्म यहाँ मास्टर गरेर बस्नेहरू चाहिँ बेरोजगारीको अवस्था छ अवसर नपाइरहेको अवस्था छ। त्यो देख्दा चाहिँ हाम्रो नेपालको शिक्षा प्रणाली अलिकति प्रयोगात्मक भएन कि जस्तो लाग्छ। हुन त अब यो विषयमा म कुनै विज्ञ होइन मेरो नितान्त व्यक्तिगत धारणा हो होइन। त्यसलाई चाहिँ अलिकति प्र्याक्टिकली रूपमा चाहिँ उत्पादनसँग जोड्ने अथवा विभिन्न किसिमको सिपमूलक तालिमहरूसँग जोड्ने के को आवश्यकता छ बजारीकरणसँग जोड्ने अब कति कुराहरू चाहिँ हाम्रो देशमै उत्पादन हुन सक्ने कुराहरू हामीले बाहिरबाट ल्याएर चाहिँ खरिद गरेर चाहिँ प्रयोग गरिरहेका हुन्छौँ। अनि त्यो कुरालाई चाहिँ नेपालमै उत्पादन गर्ने कन्सेप्टहरू जस्तो औद्योगिक क्षेत्रमा लगेर अध्ययन गराउने उद्योगको चाहिँ प्रभावकारिताहरू त्यो विषयमा चाहिँ विद्यालय लेभलबाटै चाहिँ अध्ययन गराउन सकेर अहिले त नेपालको विशेष समस्या भनेकै अब वैदेशिक रोजगारी बेरोजगारीको समस्या नै छ। अब धेरै युवाहरूले चाहिँ खाडीमै आफ्नो जीवन बिताइसक्नु भएको अवस्था छ। नेपाल भनेको त बालबालिका र ज्येष्ठ नारी अहिले पनि हाम्रै गाउँघरमा गइयो भने महिला बालबालिका ज्येष्ठ नारी विशेष गरी घरमा भेटिन्छ युवा जनशक्ति हुनुहुन्न। त्यो चाहिँ समग्र शिक्षामा चाहिँ हामीले केही गर्न नसकेर चाहिँ अलिकता प्रभावकारिता देखाउन नसकेर चाहिँ प्र्याक्टिकली हुन नसकेर त्यो दिन आयो कि जस्तो लाग्छ। हुन त कसैले गर्नुभएको पनि छ यहीँ पनि अवसर छ भनेर धेरैले गर्नुभएको पनि छ तर जति हामीले त्यसको बेनिफिट लिन सक्यौँ त्यो चाहिँ अलिकति सकेनौँ कि जस्तो लाग्छ मलाई। यो हजुरको चाहिँ जुन कार्यक्षेत्रभित्र त्यो त भौगोलिक हिसाबले अलिकति पहाडी एरिया पनि पर्छ? हजुर हजुर पहाडी पर्छ है। अनि अहिले चाहिँ राज्यको विभिन्न ठाउँमा बिना भिसा बिना टिकट के भन्छ भिजा र टिकट दुवै फ्री गरेर विदेश लाने भन्ने खाले चाहिँ स्किम त्यो लिएर आइरहेको चाहिँ हामीले देख्यौँ स्किमहरू होइन। तर यहाँ कतिका जग्गाहरू चाहिँ बाँझा छन् अहिले चाहिँ पहिलाको तुलनामा। हजुरले कस्तो अनुभूति गर्नुभएको छ? हजुरले भन्नुभएको एकदम समय सान्दर्भिक प्रश्न गर्नुभयो सर होइन। यो चाहिँ कस्तो भने
आफ्नै खेतबारीमा काम गर्न हाम्रो युवा भाइ बहिनी दाजुभाइ दिदीबहिनीलाई गाह्रो लाग्यो। यहीँ सबै समाज देख्ने गरी एउटा होटलमा काम गर्न रेस्टुरेन्टमा काम गर्न गाह्रो लाग्ने समस्या लाग्ने अप्ठ्यारो महसुस हुने। अनि बरु बाहिर गएपछि जे पर्छ म गर्छु, जे काम जुनसुकै काम पनि म गर्न तयार हुन्छु भने हुन त त्यो काम बाहिर गर्दा त्यो कामको मूल्याङ्कन बढी होला, पारिश्रमिक बढी होला र यहाँ कम भयो त्यो हिसाबले पनि होला होइन। तर हाम्रो चाहिँ एकदमै वैदेशिक रोजगारीमा चाहिँ फेरि कस्तो भने कति कुरा त राज्यलाई सपोर्ट पनि छ, राम्रो भइरहेको छ। अहिले रेमिट्यान्सले नै राज्य धानिरहेको अवस्था छ। उहाँहरूलाई चाहिँ नराम्रो गलत भन्न खोजेको होइन, जानुहोस् काम गर्नुहोस्, तर त्यसबाट केही न केही सिकेर बुझेर ल्याएर चाहिँ यहाँ रिजल्ट यहाँ पनि दिनुहोस् भन्न खोजेको हो। तर कस्तो भने अब विभिन्न खाडी मुलुकहरूमा जान त अहिले पैसा पनि लाग्दो रहेछ सर। कति हो हजुरले भन्नुभएको एकदमै हो कि त्यो चाहिँ कागजपत्र बनाउन ओडामा आउनुहुन्छ, त्यो गर्न आउँदाखेरिमा चाहिँ के कसो भन्दाखेरि चाहिँ यसरी यो ठाउँ जान लाग्यो र हामीले त हुँदैन यहीँ केही गर्नुहोस् भन्यो भने ए उहाँ त के यस्तो कुरा पो गर्न थाल्नु भएछ भने जस्तो कुरा हुन्छ। एकदमै नकारात्मक विचार छ। यहाँ बसेर चाहिँ केही गर्नु हुँदैन, सकिँदैन, यहाँ चाहिँ केही अवसरै छैन, यहाँ चाहिँ सफल हुनै सकिँदैन भनिन्छ। त्यो त्यतिसम्म पनि होइन, कतिले चाहिँ गरिरहनु भएको छ। त्यो चाहिँ हाम्रो अब मिडियाले पनि कस्तो भने त्यो गलत कुरालाई चाहिँ ठ्याक्क प्रचार गरिहाल्ने, त्यसको चाहिँ भ्युज पनि बढिहाल्ने, सेयर कमेन्ट सबै बढिहाल्ने, कसैको प्रगतिको कुरा चाहिँ देखाउनु भयो भने हेर्ने मान्छे कम हुने, अनि कसैले चाहिँ नकारात्मक कुराहरू बोकेको छ भने के गरेछ भनेर बरु त्यसलाई स्क्रोल गरी पटक पटक हेर्ने होइन, त्यो छ। त्यसले अनि फेरि विदेश गएको दाजुभाइहरूले पनि त्यहाँको दुःख सङ्घर्षको कुरा चाहिँ यहाँ सेयर नगर्ने। उहाँले चाहिँ ठुला ठुला बिल्डिङ अगाडि खिचेका फोटा, रेस्टुरेन्टका खाना होइन, उहाँको मनोरञ्जनको कुरा चाहिँ सेयर गर्ने मान्छेको प्रवृत्ति नै हो। मैले पनि त्यस्तै फोटोहरू राख्छु होला होइन, तर खुसी भएको एकदम इन्टरटेनमेन्ट त्यहाँमाथि सुख होइन त्यो खालको चाहिँ तस्बिरहरू सामाजिक सञ्जालमा राख्ने सेयर गर्ने गर्दाखेरि चाहिँ यहाँ हुने व्यक्तिले चाहिँ यहाँ के गरौँ है भनेर चाहिँ जो चाहिँ अलिकति हौसला लिएर जो चाहिँ भित्रैबाट चाहिँ यही गरी हेरौँ न त भनेर कोसिस गर्दै हुनुहुन्छ, त्यो कुराहरूले चाहिँ मानसिक रूपमा ए म यहाँ दुःख गरेर बस्नुभन्दा त त्यहाँ फलानाले यति गरिसक्यो जान्छु म पनि भनेर चाहिँ विदेश त्यहाँमाथि झन् पैसा नलाग्ने भएपछि त त्यो भएपछि पढ्नको भन्दा नि श्रमिकको रूपमा धेरै दाजुभाइहरू बाहिर गइरहनु भएको छ। हाम्रै एउटामा पनि त्यो समस्या छ, हामीले त चाहेर पनि समाधान गर्न सक्दैनौँ। मैले मात्र यहाँ जोड्न खोजेको हजुरले चाहिँ पहिला आजभन्दा 15 वर्ष पहिला भन्दा आज हाम्रा जमिनहरू धेरै बाँझा छन्। हजुर हजुर पक्कै पनि छन्, यो देशैभरिको समस्या छ। हाम्रो स्थानीय सरकारले हजुर चाहिँ अब फ्री भिसा फ्री टिकट भन्दा पनि एउटा कागती रोप्ने युवालाई चाहिँ अब 5 रोपनी 3 रोपनी फ्री जग्गा दिने हो कि यस्ता खाले स्किम ल्याउनु पर्ने आजको आवश्यकता पो हो कि यस्ता कुराले चाहिँ यहाँको उत्पादनलाई पनि वृद्धि गर्थ्यो कि युवालाई पनि यही रोक्नलाई चाहिँ सहज पुर्याउँथ्यो कि अथवा चाहिँ यहाँ चाहिँ बाख्रा पाल्नको लागि चाहिँ 10 कट्ठा जग्गा चाहिँ अथवा चाहिँ 10 रोपनी जग्गा चाहिँ तिमीलाई 10 वर्षको लागि भनेर दिने हो कि त्यो कसैको बाँझो रहेको चिजलाई त थोरै भाडामा चाहिँ राज्यले लिएर पनि फेरि त्यसलाई उत्पादनमा लगाउन सक्ने थियो कि यो जनप्रतिनिधिको हिसाबले हामीले कस्तो खाले रोल खेल्न सकिएला? त्यो विषयमा चाहिँ मैले जति बुझेँ हाम्रो हेटौँडा नगरपालिकाले चाहिँ हाम्रो पदमपोखरीको दिदीबहिनीहरूलाई हजुरले भन्नुभएको जसरी केही जमिन प्रदान गरेर अथवा अनुदान रकम केही प्रदान गरेर स्थानीय रूपमा चाहिँ गुन्द्रुकको उत्पादन गरिरहनु भएको छ। हेटौँडा एरियामा चाहिँ जति पनि होटल छ त्यो खानामा चाहिँ अनिवार्य रूपमा गुन्द्रुकको अचार चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ भनेर उद्योग वाणिज्य सँगसँगै छलफल अन्तर्क्रिया गरेर चाहिँ उत्पादनसँग जोड्ने जमिनलाई चाहिँ उत्पादन हुने ठाउँमा चाहिँ लगेर यसरी गर्ने भने त्यो एउटा योजना चाहिँ ल्याउनु भएको छ, गरिरहनु पनि भएको छ। कतिपय दिदीबहिनीहरू सक्सेस हुनु भएको छ, मेवा खेतीहरू गरिरहनु भएको छ, उहाँहरू पनि हामीले हेरिरहेको छौँ र नगरले पनि त्यसलाई चाहिँ सहयोग गरिरहनु भएको छ। अब अहिले तत्कालैको भन्दा चाहिँ 1-2 महिना अगाडि नगरपालिकाले नै सूचना जारी गर्नुभएको छ, यो किसिमको चाहिँ दिदीबहिनीहरू गर्नुहुन्छ भने आउनु है भनेर कृषिको, पशुपालनको अनि गाई पालनको अनि यो हाम्रो लोकल कुखुरा प्रबन्धनको विभिन्न कार्यक्रमहरूको चाहिँ त्यहाँ सूचना निस्किँदाखेरि एकपटकको सूचनामा कोही पनि नआउनु भएर 70-30को अनुदानमा पनि कोही पनि नआउनु भएर पुनः सूचना जारी गरेको अवस्था छ। अब यदि हुँदा पनि अब कसैलाई चासो छैन, कृषिमा चाहिँ अब माटोमा छुनै कोही खोज्दैनन् भने त अब कसरी अगाडि बढाउने, त्यसको लागि चाहिँ अब हामीले पनि सोच्नुपर्ने, गम्भीर भएर सोच्नुपर्ने अवस्था छ। जति पनि समस्या छ, जति पनि भारतको तरकारी आइरहेछ अथवा अरू देशबाट आइरहेछ, मूल जरा नै त्यही त हो।
विशेष गरी महिला दिदीबहिनीहरू नै अलि बढी समाजमा रहेर अहिले यो देशको हरेक परिस्थितिलाई चाहिँ महिलाले नै धानिदिनु भएको जस्तो देखिन्छ। सहकारीमा जाँदा, ब्याङ्कमा जाँदा, हरेक क्षेत्रमा जाँदा महिलाहरूको भूमिका विशेष छ र आफ्नो क्षेत्रका ती महिलाहरूको वृद्धि विकासको र उनीहरूको भविष्यको लागि यहाँले कस्तो खाले भूमिका निर्वाह गर्नुभएको छ? यस्तो छ, महिलाको विषयमा चाहिँ अहिले नेतृत्व गर्ने पनि अथवा पहिला चाहिँ हामीले यति % चाहिँ महिला सहभागिता हुनुपर्ने भन्ने ठाउँमा सहभागिता पहिलाको भन्दा एकदमै बढेको छ। भनौँ न, हामीले केही कार्यक्रमलाई चाहिँ खबर गऱ्यौँ, निम्तो गऱ्यौँ भने अगाडि लाइनमा दिदीबहिनीहरू आएर टक्क बेलैमा बसिसक्नु भएको हुन्छ। उहाँहरूको अनुशासन पनि छुट्टै हुन्छ। कार्यक्रम सुरु भएदेखि आनन्दले बस्ने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने हुन्छ। दाजुभाइहरू पछाडि लाइनमा बस्ने, पुरा समय नदिने होइन। सबैजनालाई त्यस्तो नहुनु होला, कहिलेकाहीँ त्यो पनि देखिन्छ, किनभने उहाँहरूको बाह्य जिम्मेवारीले गर्दा पनि होला त्यो गर्नुभएको छ। मैले चाहिँ महिला दिदीबहिनीहरूलाई अगाडि बढाउन चाहिँ अब विभिन्न हाम्रो वडाभित्र चाहिँ यो कृषक समूहहरू जस्तो दिदीबहिनी कृषक समूह, अरू अब स्थलगत हिसाबले टोल विकासको हिसाबले चाहिँ टोल विकासको नाम राखेर कृषक समूह बनाउने, उहाँलाई कृषिमा आबद्ध गराउने र सङ्घ संस्थाहरू चाहिँ जो चाहिँ हामीले चलन भनौँ न हामीले दर्ता गर्न सक्ने सम्भावना छ, यसरी काम गर्न सक्ने अवस्था छ भने यस्तो यस्तो काम गर्नु है भनेर जो चाहिँ खाली बसिरहनु भएको छ, घरमा दिउँसोको समय मोबाइल हेरेर बित्ने समय छ अथवा चाहिँ फुर्सदमा हुनुहुन्छ, कसैसँग दिनमा 1-2 घन्टा मात्र समय छ भने पनि यसरी गरौँ, यो सङ्घ संस्थामा आबद्ध भएर यसरी काम गरौँ, यसरी चाहिँ व्यवसाय गरौँ भनेर चाहिँ हामीले कृषि औजारहरू वितरण गर्ने, हाते ट्र्याक्टरहरू चाहिँ वितरण गर्ने, त्यो सँगसँगै बारिस्टाको तालिम, अनि यो अहिले त अनिवार्य जस्तै भइसकेको यो महिला सिङ्गारको तालिमहरू, ब्युटिसियनको तालिमहरू, त्यो तालिमहरूमा चाहिँ तपाईँहरू के तालिम दिने? हामीले अघिल्लो वर्ष चाहिँ ड्राइभिङ लाइसेन्सको तालिम दिएको थियौँ, जम्मा 15 दिनको मात्रै थियो। त्यसमा चाहिँ दिदीबहिनीहरूले लिनुभएको तालिममा केही दिदीबहिनीहरूले नाम 15 दिनभित्रै ड्राइभिङ लाइसेन्स पास गरेर मेयर साहब आउनु भएको थियो प्रमाणपत्र वितरण हाम्रो समापन कार्यक्रममा। मेयर साहबले पास गर्यो त भन्नुभयो, अनि गरेँ भन्नुभयो। ल मेरो गाडी चलाएर देखाउँछ भने एकजना बहिनी जुरुक्क उठेर आएर मेयर साहबको गाडी चलाएर मेयर साहबलाई मजाले देखाइदिनु भयो कि, किनभने हामीले कोसिस गऱ्यौँ भने त सक्यौँ नि त। उहाँ पनि अहिले पनि कति त्यो कुराले अब उहाँलाई त सधैँलाई चाहिँ सकारात्मक असर पर्यो नि त होइन। राम्रो गऱ्यो भने सक्दो रहेछु भन्नुभयो। उहाँ त अरूको लागि पनि त एउटा नमुना हुनुभयो, किनभने अहिले चालकको रूपमा पनि त पुरुषहरू नै देखिनुहुन्छ। महिलाले अब आफ्नै घरको साधन नै चलाउन जाने पनि धेरै सजिलो हुन्छ। त्यो तालिमले चाहिँ मेयर साहब पनि छक्क पर्नु, 15 दिनमै कसरी सिकेको, पहिला चलाउँथ्यो यस्तो गर्थ्यो भनेर धेरै कुरा गर्नुभयो। सिकेँ दिदी भने इच्छा शक्ति भएपछि र हामीले अलिकति पुस गर्न सक्यौँ भने हाम्रो दिदी भने एकदमै क्षमतावान हुनुहुन्छ, अगाडि बढेर आउनुहुन्छ, गर्नुहुन्छ। यसमा चाहिँ मैले स्वास्थ्य चौकीदेखिबाट लिएर होस्, सुत्केरी दिदीबहिनीहरूमा सुत्केरी भेटघाट होस्, हाम्रो नगरले चाहिँ सुत्केरी हुनुभएको दिदीबहिनीहरूलाई पोषण कोसेली कार्यक्रमको पनि व्यवस्था गर्नुभएको छ। त्यो कोसेली बोकेर पनि सकेसम्म म आफै पुगिरहेको हुन्छु। अनि स्वास्थ्यमा, शिक्षामा चाहिँ महिलाको सहभागिता कम नहोस् भनेर व्यवस्थापन समितिदेखिबाट लिएर सबैतिर चाहिँ हामीले चाहिँ एकदमै चासो दिएर महिलाहरूलाई चाहिँ अगाडि चाहिँ हामीले तान्ने काम चाहिँ एकदमै गरिरहेछौँ, मोटिभेट गर्ने काम चाहिँ गरिरहेछौँ। पक्कै पनि यहाँले यो सत्कर्म गरिरहनु भएको छ। हामी कर्मका कुराको टिम सबै यहाँको यो कर्मको उच्च हामी प्रशंसा पनि गर्दछौँ। साथसाथै हजुर एउटा विद्यालयको सञ्चालक समितिमा पनि हुनुहुन्छ है। त्यो विद्यालय सञ्चालनमा अहिले विद्यालयभित्र चाहिँ अब विद्यार्थीहरू एकदम कम हुने, सोचे जस्तो पढाइ नहुने, बिचैमा छोड्ने खाले समस्या अलिक बढी छन् भन्ने सुनिन्छ। के हो अवस्था सर बताइदिनुहोस् न। सामुदायिक विद्यालय चाहिँ कस्तो भने अब कहिलेकाहीँ निजी विद्यालयसँग चाहिँ आर्थिक रूपमा अथवा व्यवस्थापकीय भूमिकामा सँगसँगै चाहिँ कम्पिटिसन गर्नलाई कहिलेकाहीँ नीतिगत चुनौतीहरू हुन्छ। अभिभावकहरू चाहिँ यो निजी विद्यालयको र सामुदायिक विद्यालयको अभिभावकको एकदमै विचार, कन्सेप्ट, त्यहाँमाथि उहाँहरूको आर्थिक अवस्था, सामाजिक अवस्था त्यो धेरै किसिमको फरक हुनसक्छ। त्यही बच्चा चाहिँ निजी विद्यालय जान्छ भने बिहान अभिभावकले उठेर चाहिँ सरसफाइ गरेर चिटिक्क पारेर होइन जुत्ता पलिस गरेर पठाउनुहुन्छ। त्यही भाइ बहिनी चाहिँ फेरि सामुदायिक विद्यालय आउनुहुन्छ, ल बाबु जाऊ है भनेर आफ्नो स्कुलले सरसफाइ समेत नगरेर पठाइरहनु भएको अवस्था। हामीले चाहिँ अभिभावकलाई, विद्यार्थीलाई भन्दा पनि पहिला अभिभावकलाई पढाउनु पर्ने अवस्था भइसक्यो। किनभने उहाँहरूले घरमा पारिवारिक वातावरण बच्चालाई
पारिवारिक वातावरण बनाइदिनु भएन भने अब उसले स्कुलमा मात्रै सिकेर त प्रमुख पाठशाला त एउटा घर नै हो नि त हामी सबैको। पहिलो पाठशाला भनेको त आफ्नो घर, पहिलो गुरु भनेको त आफ्नो माता पिता, बुवा आमा, अभिभावक नै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ हामीले भनेर यस्तो यस्तो हो भनेर सम्झाएर चाहिँ यसो गरौँ भनेर चाहिँ सहजीकरण गरेर उहाँलाई पनि बोलाएर छलफल गराएर पहिला अभिभावकसँग अन्तर्क्रिया गराएर अनि बल्ल हामीले चाहिँ भाइ बहिनीलाई बेस तयार गरिरहेका छौँ। अहिले समग्र शिक्षाको प्रणाली यो कोभिड पछि सामुदायिक विद्यालयमा अलिकति समस्या पनि भयो, निजी विद्यालयमा पनि भयो। शिक्षा क्षेत्रलाई नै ठुलो चाहिँ असर गर्यो नि कोभिडले। अनि त्यो पछि चाहिँ बालबालिकालाई अलिकति ट्र्याकमा ल्याउन जुन यो सरकारी नीति पनि फेल गर्न चाहिँ नमिल्ने भन्ने नीति आइदियो, त्यसले गर्दा पनि बालबालिकाको 1 वर्षको समय फेल गरौँ 1 वर्षको समय जान्छ, पास गरौँ उसले आफ्नो चाहिँ जति हुनुपर्ने हो त्यति विकास गरिसकेको अवस्था छैन। त्यसले गर्दा रिजल्टको पाना हेर्ने हो भने त निजी विद्यालय अगाडि होला, तर प्रयोगात्मक रूपमा जसरी चाहिँ एउटा निजी विद्यालयको 2 कक्षा पढ्ने बाबुलाई त्यहाँ पढो पसल गर यो लिएर आऊ भनेर अराउनु र सामुदायिक विद्यालयको चाहिँ भाइलाई चाहिँ यो लिएर आऊ भनेर अरायो भने उसले चाहिँ प्र्याक्टिकली राम्रोसँग लिएर आउँछ कि व्यवहारिक गुण चाहिँ उसँग होइन लिएर मात्र आउला। प्राविधिक विद्यालय यो निजी विद्यालय पढ्नेले उसले चाहिँ त्यसको औचित्य बुझेर बोकेर आउँछ कि बुद्धि चाहिँ छ, तर रिजल्ट चाहिँ कपीमा उसले व्यवहारिक ज्ञान सामुदायिक विद्यालयमा पढ्नेसँग राम्रो छ, त्यो म निर्धक्क साथ भन्न सक्छु। तर एकरो जे लेख्न पर्ने ठाउँमा हो त्यो चाहिँ निजी विद्यालयले चाहिँ गर्नुभएको छ, उहाँले राम्रो गर्नुभएको छ, रिजल्ट चाहिँ निजी विद्यालयको राम्रो देखिन्छ। तर हाम्रा भाइ बहिनीहरू पनि कमजोर छैन। अनि कस्तो हुँदो रहेछ भने निजी विद्यालयले चाहिँ कोही भाइ बहिनी चाहिँ अलिकति त्यहीँ भित्रबाट निखारेर निस्किनु भयो भने पहिले नै उहाँहरूको परिवारलाई भेट्ने, म बरु तपाईँको चाहिँ भाइ बहिनीहरूलाई खर्च लिँदिनँ, पैसा लिँदिनँ, पोसाक पनि मै किनिदिन्छु, सबै कुरा मै किनिदिन्छु, मेरो स्कुलमा पठाउनु पर्यो। कसरी हुन्छ त्यो? ऊ त हिरा हो भन्ने चिनिसक्नु हुँदो रहेछ अनि उसलाई नै लिएर गएपछि अनि पछाडिको भाइ बहिनीहरूलाई मात्रै त कभर गर्न गाह्रो भयो नि त। त्यो हिसाबले चाहिँ अलिकता निजी विद्यालयसँग चाहिँ कम्पिटिसन गर्न गाह्रो छ सामुदायिक विद्यालयलाई। नसकिने भन्ने होइन, धेरै सामुदायिक विद्यालयहरू निजीभन्दा अब्बल भएर चाहिँ आफूलाई स्थापित गराउनु भएको पनि छ। हामी पनि कोसिसरत छौँ, तर अब अलिकता समस्या चाहिँ सामुदायिक विद्यालयमा छ, तर त्यसलाई समाधान गर्न सकिन्छ, कोसिस गर्दैछौँ र यहाँको प्रयास सफल रहोस्, हाम्रो पनि शुभकामना छ। धेरै महिलाहरू आज शिक्षित हुनुहुन्छ, मलाई लाग्छ हरेक घरमा +2 पास गरेका महिलाहरू अब हामीले हरेक घरमा पाउन सक्छौँ, त्योभन्दा धेरै पढेकाहरू पनि हुनुहुन्छ। तर पनि उहाँहरूको मनमा एउटा कस्तो खाले चिज छ भने मैले गर्न सक्दिनँ कि हुँदैन कि भन्ने खाले त्यो आफैले सृजना गरेको चाहिँ एउटा डर छ है। ती डर बोकेर घर बसेका ती महिला दिदीबहिनीहरूलाई हजुर के भन्नुहुन्छ? उहाँहरूलाई चाहिँ पारिवारिक रूपमा अथवा कुनै अवस्थाले बाहिर निस्किन चाहिँ समस्या छ भने जुन कुवाको व्याकुता भएर चाहिँ हामी नबस्छौँ, त्यो जति उफ्रे पनि पुग्ने भनेको त्यही कुवामै हो। यदि उफ्रिनु नै छ भने गहिरो सागरमा गएर उफ्रिनु न हिरा भेटिन्छ कि होइन, निश्चित आफ्नो गन्तव्यमा पुगिन्छ कि। यसै पनि आफू कोसिस गर्नुहुन्छ भने डराएर चाहिँ घरभित्र नबसौँ, अलिकता चाहिँ सामाजिक रूपमा घुलमिल हौँ। आफूलाई के कुन कन्सेप्ट अहिले त बोलेको भरमा चाहिँ यत्रो टेक्नोलोजीको विकास भइसकेको छ, हामीले हेर्न सक्छौँ, बुझ्न सक्छौँ। दिनमा 2-4 घन्टा चाहिँ मोबाइलमा बिताउने दिदीबहिनीहरू त्यही मोबाइलै हेर्नुहोस्, तर सकारात्मक कुरा हेर्नुहोस्, कसरी अगाडि बढ्ने भन्ने कुराहरू हेर्नुहोस्, त्यहाँबाट सिकौँ, कोसिस गरौँ। हामीले चाहिँ धेरै अगाडि मैले चाहिँ यो राजनीति गर्दै गर्दा अथवा सामाजिक काम गर्दै गर्दा पनि कस्तो गर्थेँ भने नेतृत्व गर्ने लिडरहरूको लाइफ स्टोरीहरू पनि हेर्थेँ कि अनि कसरी चाहिँ उहाँहरूको, तर खुसी साथ सबै सुविधा सम्पन्नमा बसेर चाहिँ माथि पुग्नुभएको आजसम्म मैले कोही पनि देखेको छैन। जो पनि आज नाम चलेर आफ्नो आर्थिक रूपमा होस्, सामाजिक रूपमा होस्, जो अहिले नेतृत्व गर्दै हुनुहुन्छ, लिडरसिपमा हुनुहुन्छ, जो पनि सफल हुनुभएको छ, उहाँ सबैजना 0 लेभलबाटै आउनु भएको, जसले चाहिँ सङ्घर्ष गर्नलाई अलिकता पछि पर्नु भएन, हिँडता बोध गरेर म सक्दिनँ भन्ने सोचाइ राख्नु। म सक्दिनँ थाहा छैन, तर मेरो माइन्डमा म सक्छु, म गर्छु भन्ने मात्र सकारात्मक सोचेर अगाडि बढ्नुहोस्। त्यसपछि आफू अगाडि बढेपछि सफल अवश्य भइन्छ। पटक चाहिँ हाम्रो यहाँ कालिदास पनि एउटा विद्वान बन्नु भयो नि त पछि, किनभने त्यो अभ्यास जरुरी छ। पटकको अभ्यासले चाहिँ मान्छेलाई सफलता नै हो। त्यो असफलता एकचोटि आउँछ, 2चोटि आउँछ, तर त्यसलाई हामीले डटेर चाहिँ अगाडि बढ्न सक्यौँ भने घर बसेर डर मानेर नबस्नु होला। हामी
हामी महिलाहरू पनि पुरुषहरूभन्दा अथवा अरू कोही भन्दा हामी आफूलाई आफ्नो क्षेत्रमा स्थापित बनाउन चाहिँ एकदमै लागि पर्नुपर्छ। अनुशासनमा रहेर, नीतिमा रहेर, विधिमा रहेर चाहिँ काम गर्न निरन्तर चाहिँ परिश्रम गरेर सङ्घर्ष गर्यो भने एक दिन अवश्य सफल भइन्छ। यो चाहिँ उहाँहरूलाई मेरो सुझाव र सँगसँगै हिँडौँ, हातेमालो गरौँ, एक दिन राम्रो ठाउँमा अवश्य पुगिन्छ। एउटा महिलालाई सफल हुनको लागि परिवारको कस्तो खाले साथ चाहिन्छ? परिवारको चाहिँ एकदमै साथ चाहिन्छ सर। कस्तो भने अब सक्नु त सकिन्छ, आफू मात्रै सफल हुनलाई त अब परिवारले सपोर्ट गरेन भने पनि सकिएला, तर सँगसँगै परिवार पनि डोर्याउनु छ नि त। साना छोराछोरी अनि सँगसँगै घरमा पारिवारिक रूपमा चाहिँ सबैलाई खुसी राख्न सक्नु पर्यो। एउटा महिलाले त जन्मिने बित्तिकै छोरी बुहारी होइन अनि दिदी बहिनी सबैको भूमिका निर्वाह गर्न त गाह्रो छ। व्यक्ति अनुसार निर्वाह गर्न सक्नु पर्यो। सबैलाई खुसी राख्ने जिम्मेवारी चाहिँ हाम्रो नेपाली समाजमा महिलाकै छ। अब कोही पाहुना आउनुभयो महिला नै, कोही दिदी बहिनीलाई खुसी पार्नु पर्यो दिदी बहिनी नै होइन। सबैलाई चाहिँ रिझाएर श्रीमानदेखिबाट छोराछोरीको परवरिशदेखिबाट लिएर सबै कुरा चाहिँ जिम्मेवारी छ नभएको होइन। उहाँहरूलाई बुझाउन सकियो म यस्तो हो, यसरी गर्दैछु, तिमीहरूलाई नि यसरी समय दिन्छु। अब अहिले पनि हाम्रो हेटौँडामा म कार्यक्रमको सिलसिलामा यहाँ हजुरसँग आइपुगेको छु। हेटौँडामा मेला लागिरहेको छ। छोराछोरी 4 दिनदेखि फोन गर्छन्, पिर्दैछन्, मम्मी जाने होइन, कहिले जाने कहिले जाने। लगिदिनु त छ, सुनिसकेका छन्, वरिपरि गइसकेका देखिन्छन्। अनि तर लान त सँगसँगै लाने, तर आफ्नो समय कुन चिजलाई कति समय दिने भनेर समय चाहिँ आफूले पहिले नै समय छुट्याएर घर परिवारलाई दिने समयले यता सामाजिक काममा अप्ठ्यारो नपरोस्, फेरि सामाजिक कामलाई दिने समयले चाहिँ घर परिवारमा चाहिँ अप्ठ्यारो नपरोस् भने ब्यालेन्समा मिलाएर लानलाई अलिकता गाह्रो छ, तर असम्भव पनि छैन, सकिन्छ। उहाँले पनि बुझेपछि सपोर्ट गर्नुहुन्छ सबैजनाले। पक्कै पनि हो। र परिवार एउटै रथका चाहिँ दुईटा पाङ्ग्रा जस्तै गरी परिवार सँगै अझ त्यसमाथि हामीले त अझ के पनि भन्न सक्यौँ, एउटा ओदानका 3टा खुट्टा भने चाहिँ आफू परिवार र चाहिँ समाजलाई चाहिँ त्यो ब्यालेन्सिङ गरेर जब हामीले एउटा ओदान बनायौँ भने त्यो माथि जत्रो तौलो राखे पनि अनि हामीले त्यहाँ शुभ चिज पकाएर समाजलाई दिन सकिन्छ। अनि पक्कै पनि यसले चाहिँ अरूलाई पनि हस्तान्तरण गर्न सक्ने कुरा रह्यो। हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आएका छौँ। यहाँले हामीलाई महत्त्वपूर्ण समय दिनुभयो। यहाँको जीवनको भोगाइबाट हामीले धेरै कुरा सिक्ने अवसर पनि पायौँ। यहाँले यो समाजप्रति देखाउनु भएको जुन एउटा उत्तरदायित्व, यहाँले गर्नुभएको यो सत्कर्म यसै गरी अझै बढ्दै जाओस् र यहाँलाई अझै थप सफलता पनि प्राप्त हुँदै जाओस् भन्ने पनि कर्मका कुराको टिमको तर्फबाट यहाँलाई हार्दिक बधाई, अग्रिम शुभकामना पनि हामी व्यक्त गर्दछौँ। र आगामी दिनहरूमा पनि हामी यहाँहरूसँग जोडिएर हामी अगाडि बढ्नेछौँ भन्ने पनि विश्वास राख्दै अहिलेलाई भने यो कार्यक्रमबाट हामी लगभग अन्तिममा छौँ, हामी विदाईमा छौँ। हाम्रा दर्शक श्रोतालाई अन्तिम शब्द केही भन्न चाहनुहुन्छ कार्यक्रमको अन्तिम? सर्वप्रथम त मलाई यहाँ निमन्त्रणा गरेर केही मेरो कुराहरू राख्ने अवसर प्रदान गर्नुभयो, त्यसका लागि आदरणीय शिव सर र हजुरहरूको टिमलाई हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको यो छलफलमा चाहिँ अब म पनि हजुर जस्तै दिदी बहिनी हो होइन, केही भुलचुक भएको भए केही कसो भए त्यसलाई मिलाएर बुझिदिनु होला र सकारात्मक सोच लिएर हामी महिलाहरू चाहिँ समाजमा स्थापित हुनलाई सबैजनाले चाहिँ हातेमालो गरेर चाहिँ अगाडि बढ्नु होला। सम्पूर्ण दिदीबहिनीहरूलाई म पनि भर्खर सिक्दैछु, धेरै माथि जाने लक्ष्य उद्देश्य के लिनु, उही छुनु चन्द्र एक भनेर चाहिँ उद्देश्य त धेरै छ। आज यहाँसम्म आइपुगेको छु। यसै गरी हजुरहरू पनि सबै दिदीबहिनीको सफलताको कथा चाहिँ हजुरको कार्यक्रममा दाजुभाइ सँगसँगै दिदीबहिनीलाई पनि मैले हेरिरहेको छु। विगतमा पनि हजुरको कार्यक्रम हेरिरहेको थिएँ, हिजो मात्र पनि एकजना बहिनीको हेरिरहेको थिएँ। त्यसै गरी दिदीबहिनीको कथालाई पनि हजुरहरूले यहाँ जोड दिनुहोला, स्थान दिनुहोला भन्दै आजको यो समय चाहिँ जुन प्रदान गर्नुभयो मेरो लागि, त्यसको लागि हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हजुरहरू जसले चाहिँ यो कार्यक्रम हेरिदिनु भयो उहाँहरूलाई पनि धेरै धेरै नमस्कार। यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी यसै गरी विभिन्न विशेष व्यक्तित्वहरूलाई यहाँहरू माझ प्रस्तुत गर्दै जानेछौँ। आजलाई भने बिदा हुन्छु, नमस्कार।